म एउटा माविमा पढाउने शिक्षक थिएँ। मैले त्यति बेला नै हिसाब गरिसकेको थिएँ कि मेरो जिन्दगीको तलब भनेको मात्र 1.5 देखि 2 करोड रुपियाँ हुन्छ। बाहिर मान्छेहरू 1.5 देखि 2 करोडको त एउटा गाडी चढेर हिँडिरहेछन्। सो हाउ इज द्याट पोसिबल? त्यो कसरी सम्भव छ? वाट द फक आर दे डुइङ विच आई एम नट डुइङ? तिनीहरू के त्यस्तो काम गरिरहेछन् जुन मैले गरिरहेको छैन? त्यसपछि मैले पैसाको बारेमा रिसर्च गर्न थालेँ, जुन रिसर्च मैले मास्टर डिग्रीको अन्तिममा गरेको थिएँ। र अर्को कुरा, मैले 25 वर्षसम्म विद्यालयमा गएर अध्ययन गरेँ र त्यो विद्यालयमा चाहिँ अध्ययन गरेको शिक्षाले चाहिँ मलाई सर्टेन टाइममा स्कुल जानुपर्ने, सर्टेन टाइममा चाहिँ स्कुलबाट छोडिनुपर्ने, प्रिन्सिपलको अन्डरभित्र बस्नुपर्ने मलाई एउटा दास बनायो र मलाई चाहिँ एउटा चाहिँ दास भएर बसेको जस्तो अनुभव भयो। र वी गेट लाइफ ओन्ली वान टाइम, एकचोटि मात्र हामीले जिन्दगी पाउने हो। र त्यो जिन्दगीमा चाहिँ म कसैको अन्डरमा बस्नै सकिनँ, कसैको प्रेसरमा बस्नै सकिनँ। आई निड अ फ्रिडम, मलाई फ्रिडम चाहियो, स्वतन्त्रता चाहियो। र इभन आई हेभ अलरेडी क्यालकुलेटेड माई स्यालेरी एन्ड इट वाज 1.5 to 2 करोड। जम्मा मेरो चाहिँ स्यालेरी कति थियो लाइफ टाइमको भन्दाखेरि 1.5 देखि 2 करोड थियो। र 1.5 देखि 2 करोडको लागि म मेरो आफ्नो जिन्दगी समर्पण गर्न सक्दिनँ। नो वे, देयर्स नो वे। र म त्यो वातावरणमा एडजस्ट हुनै सकिनँ, म अर्को मान्छेको अन्डरमा बस्नै सकिनँ। मलाई पिन्जडामा थुनिएको जस्तो लाग्यो र म त्यहाँबाट निस्कन चाहन्थेँ। र निस्कनको लागि आई निड मनी। इफ आई निड फ्रिडम, आई निड मनी। र मैले पैसाको बारेमा रिसर्च गर्न थालेँ। पैसा के हो? पैसा कहाँबाट आउँछ? पैसा कसले बनाउँछ? कसैसँग यति धेरै 5 स्टारमा गएर स्पेन्ड गर्ने पैसा छ, कसैसँग भात खानको लागि पनि पैसा छैन। र ब्याङ्कले कसरी काम गर्छ? इन्फ्लेसन भनेको के हो? सबै कुराहरू चाहिँ मैले रिसर्च गर्न थालेँ। र एउटा यो चाहिँ रिसर्च गर्दाखेरि चाहिँ म आफूले पैसा बनाउन सक्दिनँ, मसँग पैसा बनाउने मसिन छैन। र अर्को, त्यो जो मान्छे धनी छ नि, त्यो मान्छेले पनि पैसा आफू बनाउन सक्दैन। उसले पनि कसैबाट चाहिँ पैसा लिइरहेको छ। र एउटा मात्र कुरा, पैसा बनाउनको लागि मसिन चाहिँ कोसँग छ त? गभर्मेन्टसँग मात्र छ। त्यो अथोरिटी सरकारसँग मात्र छ। वी टेक मनी फ्रम ओदर, हामी अरू मान्छेबाटै पैसा लिएर चाहिँ धनी बन्ने हो। पैसा हामीले अर्को मान्छेबाट लिएर चाहिँ लिएर धनी बन्ने। र अर्को मान्छेले एउटा मान्छेले 1000 रुपियाँ खर्च गर्छ र त्यो 1000 रुपियाँ खर्चबाट चाहिँ मैले पैसा पाउने हो, मैले कमाउने हो। अर्कोले खर्च गर्यो भने त मैले कमाउने हो। त्यो तरिकाले चाहिँ मैले सोच्न थालेँ। पैसालाई म आफै जन्माउन सक्दिनँ, पैसालाई म आफै बनाउन सक्दिनँ। र मसँग पैसा हुनको लागि मैले अर्को मान्छेबाट चाहिँ के गर्नु पर्यो? पैसा लुट्नु पर्यो, तान्नु पर्यो, सो द्याट आई क्यान मेक मनी। र मेरो लाइफ टाइम स्यालेरी भनेको 2 करोड। र त्यो 2 करोड पैसा चाहिँ मैले कसरी 2 वर्षमा कमाउन सक्छु भनेर चाहिँ मैले सोच्न थालेँ। देन आई स्टार्टेड टु थिङ्क अबाउट बिजनेस। र मैले बिजनेसको बारेमा सोच्न सुरु गरेँ। र त्यो 2 करोड रुपियाँ मैले 2 वर्षमा कमाउनको लागि मैले 20,000 जनाबाट हजार रुपियाँ पैसा लिएँ भनेदेखि मैले 2 करोड पैसा कमाउन सक्छु। र कसरी चाहिँ मैले त्यो 2 करोड पैसा तिनीहरूबाट लिन सक्छु त भन्दाखेरि चाहिँ मैले चाहिँ एउटा यस्तो खालको प्रोडक्ट रिसर्च गर्नु पर्यो
जुन प्रोडक्ट देखेर चाहिँ मान्छेहरूले उनीहरूले चाहिँ मलाई त्यो प्रोडक्ट लिएर उनीहरूले चाहिँ मलाई पैसा पे गर्न सक्नु पर्यो हैन। देन आई बिकेम एन इन्टरनेसनल बिजनेसम्यान र म इन्टरनेसनल बिजनेसम्यान भएँ। मैले सामानहरू इम्पोर्ट गर्न थालेँ चाइना, अमेरिका, त्यसपछि भारत, जापान। I started to import the products from different countries of the world. I became an international businessman र यो आधुनिक संसार हो। यहाँ 25 वर्ष लगाएर पढेको कुनै पनि कुरा काम लागेको छैन। यो एजुकेसन सिस्टम छ नि, यो एजुकेसन सिस्टम इज टोटल्ली आउटडेटेड र यो पुरानो भइसक्यो। All the knowledge you get from school is expired भइसक्यो। मैले टिचरहरू चाहिँ देखेँ, जुन टिचरहरू म आफैमा बिलियनर छैनन्, मिलियनर छैनन् भने तिनीहरूले मलाई कसरी मिलियनर बन्न सिकाउँछन्। सो आई ह्याड द्याट क्वेसन इन माई माइन्ड। मेरो दिमागमा त्यस्तो खालको चाहिँ क्वेसनहरू पर्न थाल्यो र म अनलाइन बिजनेसमा छिरेँ। मैले अलिबाबा, फ्लिपकार्ट, अमेजन साइटहरूलाई समातेर बिजनेस स्टार्ट गरेँ। आज यो कुनै कुराहरू कुनै पनि विद्यालयले सिकाउन सक्दैन। द्याट्स वाइ एजुकेसन सिस्टम इज अ लाइ। शैक्षिक पद्धति भनेको एउटा झुट हो। यो पद्धति प्रयोग गरेर उनीहरूले कमाइरहेका छन्। यो र नयाँ पद्धतिको पैसा आजको डिजिटल वर्ल्डमा कसरी पैसा कमाउने भन्ने कुरा चाहिँ हामी तपाईलाई सिकाउन सक्छौं। So if you are interested, if you are motivated, you can text us, you can comment us and we will give you reply. So I became an international business holder. I do international business and I became a millionaire through business. So if you want to be rich using your computers and digital world, you can text us so we can guide you to become a millionaire.